आज चाहिँ हाम्रो यो मिक्स भेज पकौडा बनाउन लाग्यो होइन। यसमा चाहिँ हाम्रो क्याबेज, अनियन, क्याप्सिकम होइन, पोटेटो, ग्रिन चिल्ली चप गरेको होइन, क्यारोट टक्क यसलाई मिक्स गर्ने, काटेर मिक्स गर्ने पहिला यसरी। अनि यसमा सिजनिङ गर्ने, सबभन्दा पहिला नुन है, नुन हाल्ने। त्यसपछि जिरा धनियाको पाउडर बेकिङ पाउडर चाहिँ फुलाउनको लागि है। यसमा हर्सस यस्तो गरेर टक्क हाल्ने। ओके, हर्सस बेसार हाले पनि हुन्छ होइन। मलाई पनि देखाउनु, म पनि छुटेँ। बेसार हाले पनि हुन्छ, फुड कलर हाले पनि हुन्छ। धेरै धेरै क्वान्टिटीमा गराएको कारणले मैले फुड कलर हाल्छु है। यसरी फुड कलर, यो कालो कलर मूल्य यस्तै। पकौडा मोल्दाखेरि टक्क सबैतिर मिस्ने गरी यस्तै मिसेर मोल्नुपर्छ, यस्तै मिसेर है। ज्वानो चाहिँ हाल्नै पर्छ है पकौडामा चाहिँ जहिले पनि ज्वानो हाल्ने। वाउ, टक्क ज्वानो हाल्ने, आवश्यक अनुसारको ज्वानो फेरि यस्तो मिक्स गर्नु। वाउ, मैदा झापा कन्फ्लोर हो है यो। हालिसकेपछि ल हाम्रो पकौडा चाहिँ रेडी भयो है। अब यसलाई डिप फ्राई गर्ने हो, त्यसपछि म देखाउँछु। यो चाहिँ हाम्रो मिक्स भेज पकौडाको लागि यसो गर्ने। यसलाई हल्का च्याट्ने, किनकि यो पाक्दैन नि त। एकदम छिटो गर्नुपर्ने हुन्छ, नै पनि फेरि कोही काँचो कोही पाकेको हुन्छ, त्यही भएर एकदम छिटो सुपर फास्ट।
पकौडा चाहिँ रेडी भयो है हाम्रो। चल